पाल्पाको अर्गलीका ताजा मकै। अलि नमिलाई सम्बोधन गर्ने हो भने यी तीनजना केटाहरूले पोलेर दैनिक जसो बेचिरहेका हुन्छन्। कालीगण्डकी करिडोर अन्तर्गत अर्गलीतिर यात्रा गर्नेहरूले यी मकैको मिठास नलिई हिँड्नै सक्दैनन्। कोरिडोरको छेउमै मकै खाइरहेकाहरूलाई देखेपछि भोकै नलागे पनि खाउँ जस्ता छन् मकै। यसलाई समीपमै कलकल बगिरहेको पानीले पनि अझै अडिउँ जस्तो बनाउँछ। भर्खर 10+2 पढ्दै गरेका साथीभाइ मिलेर मकै बेच्दा रहेछन्। 1-2 महिनापछि यिनीहरू पढाइतर्फ लाग्छन्। यो फुर्सदको समयमा गाउँमा फलेका मकैहरू ल्याएर उनीहरूले बेचिरहेका छन्। कोही आफ्नै बारीका, कोही अरूसँग किनेर ल्याएका। गाउँतिर क्यारम बोर्ड खेलेर हल्लिने केटाहरूलाई यिनीहरूले गरेको काम कस्तो लाग्दो हो, यति भन्नका लागि मैले यो भिडियो बनाएको छु। तपाईँ पनि अर्गलीको ताजा मकैको मिठास लिन यो बाटो हिँड्दा यहाँ एकैछिन रोकिनुहोला। पोलेको खाए भने हुन्छ, काँचै लगेर घरमा पोलेर खाए भने हुन्छ।